मलाई बिहेको बाजा अति नै मनपर्छ। बाटोमा हिँड्दै गर्दा बाजा बजेको सुने भने पनि नाचौँ नाचौँ लागिहाल्छ। हुन त बिहे गर्ने भनेकै रमाइलोको लागि हो। बिहे गर्नेलाई त रमाइलो भइहाल्छ। बिहेमा सहभागी हुनेहरूको मुहारको मुस्कान पनि हेर्न लायकको हुन्छ। अझ बिहेमा बेहुलीलाई नै टक्कर दिने गरी युवा युवतीको साज सज्जाको त के कुरा गर्नु। म पनि के कम, चिटिक्क परेर गएँ बिहेमा। छमछमी नाच्दैछु। नाच्दा नाच्दै त यस्तो लाग्छ मेरो मनमा पिर नै छैन। म सधैँ यस्तै खुसी छु। साइडबाट एउटा केटाले घुरेर हेरिरहेको छ। सायद राम्री पनि देखिएको छु कि, या मेरो कपाल मेकअप बिग्रिएको पो छ कि। जे होस्, बाल मतलब आँखाको काम नै हेर्ने नै त हो। मैले जो कोहीलाई हेर्न नि सक्छु, अरू कसैले मलाई हेर्न नि सक्छन्। मेरा लागि मात्र भए त म लत्ता कपडा र साज सज्जामा यति धेरै खर्च नै गर्ने थिएन नि। सायद राम्रो या राम्री हुने अरूलाई देखाउनकै लागि पनि हो। मङ्सिर महिना कतिपय नयाँ सम्बन्ध जोडिने महिना त कति प्रेम जोडीको सम्बन्ध तोडिने महिना। भनिन्छ नि, जन्म मृत्यु र विवाह माथिबाट नै तय भएर आएको हुन्छ। जीवनमा भेटिएका जो कोही पनि सायदै आफ्ना त्यसैले हुँदैनन्। फेरि जो कोही आफ्ना लायक पनि त हुँदैनन्। लायक लाग्नेहरू कति बेला नालायक निस्कन्छन् त्यो पनि थाहा नहुने। यदि भगवानले जुराइदिएको भए त उसँग जोडिएको मेरो सम्बन्ध किन तोडिन्थ्यो होला र। मङ्सिर सुरु भएदेखि सबैलाई चटारो, कोहीलाई खेती भित्र्याउन त कोहीलाई बुहारी। सपना त मैले पनि देखेकी थिएँ उसको घरको बुहारी बन्ने। तर देखेका हरेक सपना कहाँ पुरा हुन्छन् र। म र ऊ झन्डै 5 वर्षदेखि सँगै नै थियौँ। मतलब हाम्रो पढ्ने कलेजदेखि बस्ने घर समेत एउटै थियो। म ब्याचलर पढ्न काठमाडौँ पसेदेखि नै हो ऊ मेरो मनमा बसेको। बस्ने घर र पढ्ने कलेज एउटै भएपछि देखादेख र भेट नहुने कुरै भएन। म र ऊ एउटै घरको फ्ल्याटमा बस्थ्यौँ। यद्यपि मलाई कसैको केही वास्तै नलाग्ने। उसँग चिन्जान गर्नु त दूर, बोलचाल पनि हुँदैन थियो। उसले धेरै पटक मसँग बोल्ने कोसिस गर्थ्यो, तर म उसको अनुहारमा पनि नहेरी हिँडिदिन्थेँ। उसको प्रयास असफल भयो मसँग बोल्ने, परिचय गर्ने। एक दिन म आफैले परिचय गर्ने सोच बनाएँ र उसलाई एक मुस्कान दिने विचार गरेँ। सोच्दा सोच्दै ऊ मेरो अगाडि टुप्लुक्कै आइपुग्यो। नाम लिया त शैतान हाजिर भनेको जस्तो। म झसङ्ग झस्किएँ र लाजले रातो पिरो भएँ। ऊ पनि केही नभनी आफ्नो कोठातिर लाग्यो। म पनि आफ्नै कोठातिर पसेँ। मेरो पनि परिचय गर्ने प्रयास असफल भयो। त्यसपछि बिस्तारै भेट भएको बेला म उसलाई एक मुस्कान दिएर हिँड्न थालेँ। ऊ पनि बदलामा मुस्कान नै फर्काउँथ्यो, तर केही बोल्दैन थियो। मुस्कान सार्निँदा पनि माया गाँसिदो रहेछ भन्ने कुरा मैले त्यसपछि बुझेँ। उसलाई एकपटक नदेखि त चित्तै नबुझ्ने भयो। बिस्तारै चिन्जान बढ्दै गयो। जब मैले उसँग मेरो लगाव बढेको थाहा पाएँ, त्यही मुस्कान पनि दिन छोडेँ। त्यसपछि खै कति महिना मैले उसलाई हेर्न फेरि छोडिदिएँ। बुढो बुद्धि। कलेज जान पनि म ऊ निस्किएपछि मात्र निस्कन्थेँ। कहिलेकाहीँ ऊ पनि म ननिस्किउन्जेल निस्कँदैन थियो। केही मिटरको दूरीमा हामी चुपचाप डेरादेखि कलेज पुग्थ्यौँ र आफ्नो कक्षामा जान्थ्यौँ। उसको अघि पर्दा खै के हुन्थ्यो, हात खुट्टा त्यसै लगलग हुन्थ्यो। मुटुले ठाउँ नै छोड्ला जस्तो लाग्थ्यो। धन्न छोडेन। काश 5 वर्ष अघि नै मुटुले ठाउँ छोडिदिएको भए अहिले उसको लागि बेचैन त हुने थिएन। एकै घरमा भाडामा बस्ने भन्दा पनि एकै कलेज पढ्ने रहेछौँ भन्ने थाहा पाएपछि ऊ मलाई अलि आत्मीय र नजिकको जस्तो लाग्न थाल्यो। रहर पुरा गर्ने यो बिरानो सहरमा मैले अरू चिनेको नै कसलाई पो थिएँ र। उसलाई पनि त्यस्तै हुन्थ्यो होला सायद। मायामा के छ, खै के छ, तर केही न केही त पक्कै छ। समयसँगै हामी पनि परिपक्व हुँदै गयौँ। हरेक कुरालाई सामान्य रूपमा लिने बानी पर्यो। फेरि हामी नजिक हुन थाल्यौँ। एक अर्कालाई एक अर्काको बानी मन पर्न थाल्यो। सोचेको थिइनँ कसैको बानीले पनि जीवनलाई हानि गर्छ भनेर। लत पनि कुलत जस्तै हुने के। कुनैले मुटु खान्छ, कुनैले शरीर, तर पीडा एकै। स्कुलमा पढ्दा धुम्रपान मद्यपान स्वास्थ्यका लागि हानिकारक छ भनेर धेरै रटियो र त्यसैलाई जीवनमा उतारेर कहिले छुने हिम्मत पनि गरिएन। प्रेममा पर्नु पनि मुटुका लागि हानिकारक छ भनेर सरहरूले कहिल्यै पढाएनन्। 5 वर्षको अन्तरालमा हामी यति नजिक भएछौँ कि के भन्ने। सास चल्न छोड्दा के मरिन्थ्यो, उसले छोड्दा त एकपल बाँचिन्न झैँ लाग्थ्यो। आयु छौन्जेल वायुको के डर। जति नै ठुलो आँधी बेरी आए पनि केही नहुने रहेछ।
उसले दिएको पीडा पनि हुन्डरी भन्दा कम त कहाँ थियो। नजिक हुँदा जसरी ऊ मेरो आदत बनेको थियो, टाढा जाँदा पनि दिनहरू सामान्य चाहिँ बित्न थाले। कसरी सम्हालिए त्यो मलाई मात्र थाहा छ। त्यसपछि मैले सोचेँ, यो पृथ्वीमा कोही कसैका लागि आएकै होइन रहेछ। माथिबाट नै हाम्रो सबै कुराको चाँजो पाँजो मिलाएर पाएको हुने रहेछ। सम्बन्ध जति गाढा हुन थाल्यो, ऊ मबाट टाढा जान थाल्यो। फोन गर्दा फोन नउठाइदिने, म्यासेज पनि सिन गरेर छोड्ने। यो अजीबका हरकतले मेरो मनमा कता कता चिसो पस्न थाल्यो। कतै यो उसको मलाई छोड्ने कायदा त होइन? बच्चालाई खाना खुवाएको झैँ अड्कली अड्कली ऊ रिप्लाई दिन्थ्यो। केही समस्या भयो र सोद्धा त्यस्तो केही होइन, अलिअलि कामको प्रेसरले हो भन्थ्यो। संसारमा कसैको नभएको काम उसको भएको जस्तो। उसको कुराले त मलाई यस्तो लाग्थ्यो, यो पृथ्वीमा काम नभएको र बेकामे प्राणी त म नै हुँ। काम त मेरो पनि नभएको हो र। सास फेर्ने फुर्सद पनि छैन। त्यसमा पनि व्यवस्थापन गरेर मिलाउनु पर्यो नि। होला त नि, काम कम भएपछि कुरा गरौँला नि भनेर मैले नि मरिहत्ते गरिनँ। त्यत्तिकैमा दिनहरू बित्दै गए। म इग्नोर भइरहेँ। सायद ऊ व्यस्त भइरह्यो। एक दिन ऊ आफैले फोन गर्यो र भन्यो, मलाई सधैँ भेट्ने गरेको ठाउँमा तुरुन्त आऊ ल। उसले फोन गरेपछि नजाने कुरा नै भएन। म फेरि काम साम छोडेर दौडिएँ। सधैँ भेटेर चिया खाँदै मस्किँदै गफिँदै गर्ने गरेको ठाउँमा मैले उसँग अरू नै अन्जान केटी देखेँ। मलाई देख्ने बित्तिकै ऊ अलि हच्कियो र म भएतिर आयो। उसले केटीतिर सङ्केत गर्दै भन्यो, हेर त, ऊ मेरो फियान्से। हामी मङ्सिर 12 गते बिहे गर्दैछौँ। तिमीलाई भेटौँ अनि निमन्त्रणा दिउँ भनेर बोलाएको। एकैछिन त म झस्किएँ, तर अनुहारमा बनावटी खुसीका भाव छल्काउँदै उनीहरूलाई बधाई दिए। एकपटक सुनेको मङ्सिर 12ले नै झट्का लागिसकेको थियो। वैशाख 12 गतेको भूकम्पको भन्दा बढी। दिमागले एउटै कुरा 15 पटक दोहोऱ्यायो होला। कानमा गुन्जिरह्यो। मेरो 12 गते बिहे छ। मेरो मुटुमा 12 बजायो उसको मङ्सिर 12 गतेले। तिमीलाई स्पेसल निमन्त्रणा छ, जसरी नि आऊ ल, उसले भुइँतिर हेर्दै भन्यो र एउटा कार्ड हातमा थमाइदियो। के म कारण जान्न सक्छु किन बिहे गर्दैछौ? जिन्दगी त मैसँग कटाउने बाचा गरेका थियौ होइन र? मलिनो स्वरले भने। त्यति बेला उसकी बिहे गर्नेवाली केटी शौचालय जाने भन्दै निस्किएकी थिए। उसले मेरो प्रश्नको केही जवाफ दिएन। एकदम मौन रह्यो। केही नबोली जुरुक्क उठेर हिँड्यो। केटी पनि उसको पछि पछि दौडी। मन नपरेको मान्छेको त केही कुरा नि मन नपर्ने के? ओहो, कति नराम्री केटी। मनले केटोसँगै केटीको खोट निकाल्न थाल्यो। उसले हिरा छोडेर गुइए किरा रोजेछ। धोकेबाजलाई यस्तै हुन्छ भनेर गदगद भए। मानिस रूपमा भन्दा पनि व्यवहारमा राम्रो हुनुपर्छ। सायद ऊ व्यवहारका हिसाबले राम्री थियो होला। मेरो जलन र ईर्ष्याले उसलाई पटक्कै राम्री देख्न सकेन। मेरो मन साह्रै अमिलो भयो। तर अरूको जीवनमा हस्तक्षेप गर्नु मेरो अधिकार पनि त थिएन। उसको जिन्दगी, उसको मर्जी, चित्त बुझाए। मेरो पनि कोही एक छोला भनेर मैले सोचेकै थिइनँ। मन बुझाउने बाटो झट्ट सम्झिए। छोरा नातिलाई भन्ने कथा भन्यो। उनीहरूलाई कुनै कथाका अभागी प्रेम जोडीका कथा बनाई त भन्नु परेन? आफैसँग भए अनुभव र प्रेम वियोगका कथाहरू। हरेक कुराले जीवनमा नयाँ पाठ सिकाएर जान्छ। उसँगको बिछोडपछि म आफै बाँच्न सिकेँ। पहिला भन्दा झनै बलियो र कठोर भएँ। मङ्सिर 12 गते पनि आयो। उसको घरमा पञ्चे बाजा घन्कियो अनि मेरो मनमा ढ्याङ्ग्रो। दुखी हुन्न सोचेको थिएँ, तर आँसुहरू आफै खसिरहे। आफैले आफ्नो मनलाई बुझाएँ र रिपिक्क परेर म उसको बिहेमा गएँ। उसलाई पनि देखाइदिएँ। मेरो मनमा ऊप्रति कुनै चित्त दुखाइ नै छैन, न त गुनासो। खाएँ, पिएँ, नाचेँ, रमाएँ र घर फर्किएँ एक्सको बिहेमा सहभागी भएर।